हेलो एभ्रिवान, हामीलाई फेरि पनि झापा गोरादबाट एकदम माया गरेर फेसन माफिया काठमाडौँ सम्झेर हाम्रो दाइले जापानको लागि जानुहुँदैछ। तपाईँको को जानुहुँदैछ? जापान भाइ जानुहुँदैछ। भाइको लागि चाहिँ एकदम त्यो सानो सानो झोला होइन, बोरा टाइपकैमा हेभी सामान है, अल भेराइटी प्याक गरेर के लिनु भएको छ भन्नु मिलेन। अब यहाँ झोला हेर्नुहुन्छ हजुरहरूले, सबै अल टोटल आइटम लिनु भएको छ। यो लिए सँगसँगै दाइलाई चाहिँ एकचोटि फेरि हामीले यहाँ घुमाउने एकचोटि चाहदिन्छु दाइ। ल दामी गरी एकचोटि घुमाएर हेर्नु त के छ लकमा आज। हजुर मजाले घुमाउनु है त सर, पुरै रियल है त यो दाइ। दामी पऱ्यो दाइलाई क्याप र सक्सको सिमाना परेको छ। दाइ के लिन चाहनुहुन्छ तपाईँ? एउटा क्याप हालिदिउँ तपाईँको लागि। मेरो दाइको लागि चाहिँ एकदम क्याप मैले एकदम माया गरेर सानो फेसन माफियाको तर्फबाट मायाको चिनो है त दाजुलाई ब्रान्डेड टाइपको क्याप ल यो खोलेर मेरै हातबाट तातो लगाइदिएर हेन्डसम लुक्समा यो सामान पनि हस्तान्तरण गर्न चाहन्छु। हस्त दाइ, हजुरको भाइको जापान बसाइ एकदम सुखदमय होस्। हस्त धन्यवाद, सानो प्रयास। ओके।